यसमा तपाईँ प्रश्न देख्न सक्नुहुन्छ। यसमा के भनेको छ, सुध्रिनुहोस् म्याडम, अझै समय छ। हाम्रो पत्रकारिता व्यक्ति विशेषलाई टार्गेट गर्नलाई हुन्छ कि समाजलाई केही प्रदान गर्नलाई? तराईतिरको माइन्डै अर्कै हुन्छ। अलिकता केटीमाथि दाग लागेपछि सबै नेगेटिभमा लिइहाल्छ नि। गृहमन्त्रीज्यूलाई फोन गरेँ भने मलाई न्याय चाहियो, मेरो माथि त्यो हिंसा भएको छ, चरित्र हत्या गरेको छ, म सुसाइड गरिहाल्छु। पत्रकार महासङ्घको अध्यक्ष होइन निर्मला शर्मालाई पनि म सोध्न चाहन्छु, यो तपाईँले कहिले प्रमाणित गर्ने, या कि तपाईँले यो प्रमाणित गर्नु पर्यो? एआई भिडियोहरू बनाएर नपोस्ट गर्नु, किनकि तपाईँको कारण यो जनस्थाको कारण सबै पत्रकारमाथि प्रश्न उठिरहेछ। तर यो घराडी जहाँ छ नि आधा मात्रै बेचिदियो भने दीपक जङको पुरा परिवारको किडनी फफडा गुर्दा समेत खरिद्न सकिन्छ। मैले भन्नुभयो नि। हजुर, म पहिले पनि भगवान मानिरहेको थियो, अहिले पनि भगवान मानिरहेको छु, किनकि उनीको कारण म यो राजनीतिमा पहिला टेकेको छु। अहिले पनि सानपाङज्यूलाई पहिला पनि तपाईँ भगवानको स्थानमा राख्नु भएको थियो, अहिले पनि भगवान मान्नु भएको छ। हजुर। दर्शकबिन, पत्रकारिता पेसा आफैमा जोखिमपूर्ण पेसा हो र यसका अनेकन चुनौतीहरू, बाधा अवरुद्धहरू हुन्छन्। तर यद्यपि यो पेसामा हामी जस्तो सञ्चारकर्मी गर्व महसुस गर्छौँ काम गरिरहँदा। जति ठुलै जोखिम मोल्नु पर्दा पनि के कुरामा चाहिँ खुसी हुन्छ भने देश र जनता समाजका लागि हामीले पत्रकारिता गरिरहेका छौँ। तर पछिल्लो अवस्था हेर्ने हो भने हाम्रो पेसामाथि नै प्रश्न चिन्ह उठिरहेको छ। हामी कहाँ चुकिरहेका छौँ यो प्रश्न आफैसँग गर्ने बेला पनि आएको छ। के साँच्ची नै हाम्रो पत्रकारिता देश समाज र जनताको आवाज हो? हामी परिवर्तनका लागि अहोरात्र खटेका हुन्छौँ, तर कहिलेकाहीँ कस्तो हुन्छ भने हाम्रो पत्रकारिताले विभिन्न किसिमका परिवर्तनहरू ल्याउन सक्छन्, त्यो चाहिँ सकारात्मक होस् कि नकारात्मक होस्। हामी समाजलाई के दिइरहेका छौँ, हामी व्यक्तिलाई टार्गेट गरेर पत्रकारिता गरिरहेका छौँ कि समाजलाई कि देशलाई, यो प्रश्न गर्ने बेला आफैसँग भएको छ। पछिल्लो अवस्था हेर्ने हो भने जसरी किशोर श्रेष्ठ प्रकरणमा हामी देख्न सकिरहेका छौँ, उहाँको एउटा ऐतिहासिक यात्रा छ पत्रकारितामा। तर पछिल्लो पत्रकारितालाई लिएर विभिन्न खालका टीका टिप्पणी वाद विवादहरू सिर्जना भएको छ, जसका कारण हामी पत्रकारहरूलाई पनि एउटा प्रश्न चिन्हको घेरामा राखिरहेको अवस्था छ। हाम्रो पत्रकारिता व्यक्ति विशेषलाई टार्गेट गर्नलाई हुन्छ कि समाजलाई केही प्रदान गर्नलाई? यहाँनिर हाम्रो प्रश्न छ। यो सबै कुरा गरिरहँदा हाम्रो छेउमा तपाईँले हेरिसक्नु भएको होला, यति बेला हामीसँग हुनुहुन्छ उपसभामुख रुबी ठाकुरज्यू र उहाँकै सचिवालयमा रहेका दीपक जङ ठाकुर। उहाँ दुईजनाको तस्बिरलाई लिएर जुन समाचार बजाइयो अथवा जुन पत्रकारिता गरियो त्यसपछि विवाद चुल्यो र यतिसम्म कि हाम्रो पत्रकारिताको कारणले गर्दा एकजना मधेसकी छोरी, यो देशकी छोरी र एकजना यो देशको छोरा आज कुन अवस्थामा पुगेको छ। मधेसकी छोरी बनिरहँदा, देशकी छोरी बनिरहँदा उहाँ अहिले उपसभामुख पनि हुनुहुन्छ। तपाईँ कल्पना मात्रै गर्नुहोस्, एउटा देशको उपसभामुखले भनिरहेकी छिन् गृहमन्त्रीलाई फोन गरेर, दाइ यदि तपाईँले न्याय दिनु भएन भने हामी आत्महत्या गर्न बाध्य हुन्छौँ। आत्महत्यासम्म पुग्नुपर्ने अवस्था किन आयो? के हाम्रो पत्रकारिता त्यति नीच भएको छ? पछिल्लो केही पत्रकारहरूको पत्रकारिता हेरिरहँदा हामीमाथि पनि व्यापक रूपमा प्रश्न उठेको छ। पत्रकारिता पेसा आफैमा मर्यादित पेसा हो र साँच्ची नै जोखिमपूर्ण पेसा पनि हो। यो सबै गरिरहँदा हामीले प्रत्येक दिन चुनौतीहरूको सामना फेस गर्नु परिरहेको हुन्छ। तर अन्तिममा कहाँ सुत्दाखेरि कहाँ आनन्द आउँछ भने जुन पत्रकारिता गर्यो त्यो जनताको लागि गर्यो। हाम्रो पनि धेरै आलोचनाहरू हुन्छ, पत्रकारले गलत गरिरहन्छ, उसलाई कारबाहीको दायरामा ल्याइन्छ, प्रक्रिया गलत होला। प्रक्रिया चाहिँ अहिले पनि म भनिरहेको छु त्यो प्रक्रिया गलत हुन सक्छ, तर त्यो पत्रकारिताको गन्तव्य के हो म प्रश्न गर्न चाहन्छु। आज आफैसँग प्रश्न गरिरहेको छु, मेरो पत्रकारिताको गन्तव्य के हो? देश समाज अथवा जनताको आवाजविहीनको आवाज पत्रकारिता होइन र समाजको ऐना हामी पत्रकार होइन र? तर अहिले कस्तो देखिरहेको छौँ भने केही पत्रकारितामा केही व्यक्ति, समग्र पत्रकार हुने केही व्यक्ति पत्रकारिताको आवरणमा व्यक्तिलाई टार्गेट गरेर सस्तो लोकप्रियता कमाउने, भ्युज कमाउने, चर्चा बटुल्ने किसिमको पत्रकारिता पनि भइरहेको छ। हामी पनि कारबाहीको दायरामा आउन तयार छौँ। हामीले पनि अनुगमन गर्नुपर्छ। प्रेस काउन्सिल छ, विभिन्न सम्बन्धित निकायहरू छ, हामीलाई पनि निगरानीमा राख्नुपर्छ। यो सबै कुरा भनिरहँदा म छोटकरी आज समय लिएको छु र आज एउटा अन्तर्वार्तामा मैले भनेको थिएँ कि यो पहिलो अन्तर्वार्ता उपसभामुख माननीय रुबी ठाकुरजीको मैथिली भाषामा लिइरहेको छु भने अब नेपाली भाषामा। पहिलो प्रश्न मेरो यहाँसँग छ, तपाईँले गृहमन्त्रीज्यूलाई के भन्नुभएको थियो फोन गरेर? म जनस्थाले छाप्नु भएको थिएँ, समाचार
समाचार छाप्यो नि, म त्यो दिन गृहमन्त्रीज्यूलाई फोन गरेँ, भने मलाई अन्याय चाहियो, मेरो माथि त्यो हिंसा भएको छ, चरित्र हत्या गरेको छ, म सुसाइड गरिहाल्छु, मलाई न्याय चाहियो। किनकि एउटा उपसभामुखको पदमा बस्दाखेरि यस्तो भइरहेछ, अरू केटीलाई के कस्तो फिल भइरहेको होला। एउटा सामान्य व्यक्ति, म उपसभामुखको पदमा बसिरहेको छु त मान्छेहरू चरित्र हत्या गरिदिन्छ, तर सामान्य व्यक्तिलाई कस्तो फिल हुन्छ? कतिजना त आत्महत्या गरिसक्यो, पहिला पनि शिरीषा कार्की आत्महत्या गरे नि त्यो चरित्र हत्याको कारणले, एउटा समाचारको कारणले। हजुर। त्यसै पनि उहाँ एउटा मजदुरको छोरी हुनुहुन्छ, मजदुरको छोरी भनिरहँदा तपाईँ सोच्नुहोस् उहाँको बुवा एउटा इँटा भट्टामा मजदुरी गरेर छोरीलाई पढाउनु भएको थियो। त्यो विषयहरूमा हामी जाँदैनौँ, तर एउटा फोटोले गर्दा, एउटा पोस्टले गर्दा, एउटा समाचारले गर्दा आज समाजमा उहाँलाई कस्तो किसिमको मानसिक तनाव, तपाईँको घर परिवार आमा बुवा सबैजनाले तनावमा हुनुहुन्छ? धेरै तनावमा हुनुहुन्छ। त्यो दिन म आफै तनावमा थिएँ, अनि म पनि यति रोइरहेको थियो, मेरो समाजमा कस्तो इज्जत थियो, कस्तो बनाइदियो यस्तो यस्तो। अनि हाम्रो समाजतिर त हेर्नुहुन्छ नि, तराईतिरको माइन्डै अर्कै हुन्छ। अलिकता केटीमाथि दाग लागेपछि सबै नेगेटिभमा लिइहाल्छ नि। अनि एउटा दाजुभाइको रिस्तालाई यस्तो गरिदिनु, यस्तो घिनौना पत्रकारले छापिदिनु भएको छ। म भनिरहेको छु सबै पत्रकार यसको दोषी छैन, तर एउटा कुनै यस्तो पत्रकार छ के भन्छ मर्न बाध्यता बनाइदिन्छ न्युजको कारणले, चरित्र हत्या गरिदिन्छ। तपाईँ कल्पना गर्नुहोस्, उहाँ उपसभामुख हुनुहुन्छ, देशकै उपसभामुख जस्तो पदमा उहाँ अहिले हुनुहुन्छ, र उहाँलाई यस्तो मानसिक तनाव छ भने अन्य दिदीबहिनीहरूको के अवस्था होला? साँच्ची नै यति तल्लो स्तरमा हामी गइसक्यौँ त? यो प्रश्न आफैसँग छ। र उहाँलाई दीपक जङ ठाकुर हुनुहुन्छ, उहाँ उपसभामुखज्यूको सचिवालयमा बस्नुभएको थियो। दीपक जङ ठाकुर जो चाहिँ उहाँ उपसभामुख हुनुभन्दा अगाडिदेखि नै उहाँलाई हातमा राखी बाँध्नु भएको थियो, तर सचिवालयको षड्यन्त्रभित्र उहाँहरू फस्नुभयो। र आज यो अन्तर्वार्ता गरिरहँदा उहाँको आँखाको आँसु हामी देखाउन सकिरहेका छौँ। यो आँसुको पीडा हाम्रो पत्रकारिता त होइन, यो प्रश्न गर्न चाहन्छु। उहाँ हुनुहुन्छ दीपक जङ ठाकुरज्यू, र मैले उहाँलाई पनि आज छोटो समय उहाँसँग लिएको छु, थोरै कुराकानी म उहाँसँग गर्न गइरहेको छु। के भएको हो तपाईँसँग? किन रुँदै हुनुहुन्छ? आफ्नो पीडा राख्नुहोस्, म बुझ्न सक्छु। प्लिज तपाईँ धैर्य धारण गर्नुहोस्। दर्शकबिन, हामीले के जानकारी पायौँ भने म उहाँकै मुखबाट सोध्छु, के भयो भन्नुहोस् न प्लिज। अहिले बोल्ने बेला हो, समय छैन हामीसँग, थोरै बोलिदिनुहोस् प्लिज। के भयो भने यो जनआस्था भन्ने एउटा यो जुन किशोर श्रेष्ठ हो, त्यसलाई चाहिँ व्यक्तिगत रूपमा चाहिँ होइन, जुन पोस्ट छापेको छ यहाँ तपाईँको प्रश्न छ, म देखाइदिन्छु। पोस्ट हामीले देखेका छौँ, देखाइदिन्छु। फेरि पनि उसलाई म एउटै भन्न चाहन्छु कि त तैँले यो पोस्ट प्रमाणित गर। यसमा तपाईँ प्रश्न देख्न सक्नुहुन्छ, यसमा के भनेको छ? सुध्रिनुहोस् म्याडम, अझै समय छ होइन। उनले 3 बच्चाका पिता दीपक जङसँग विशेष सम्बन्ध नभएको दाबी गरिरहँदा जनआस्थाले तथ्यलाई पुष्टाइ गर्ने तस्बिर नै फेला पारेको छ। दीपक जङ र रुबीले गाडीमा चुम्बन गरेको तस्बिरमा देखिन्छ, जसमा दुवैले रातो खादा ओढेका छन्। यो रातो खादा जुन राखिएको छ, यसमा चाहिँ यो मुकेश चौधरी, बाह्रको मेरो साथी एकजना पार्टीकै हुनुहुन्छ, मुकेश चौधरीले गाडी चलाइराख्नु भएको छ। सायद या म र मुकेश चौधरी छु, मेरो फेसबुकै तस्बिर हो होइन, त्यसमा मैले यो रातो गम्छा लगाएको छु होइन। यो जुन गाडीमा चुम्बन गरिरहेको तस्बिरमा देखिन्छ भनेको छ नि, यो याकी किशोर श्रेष्ठले प्रमाणित गर्नु पर्यो। जनस्थाको किशोर श्रेष्ठले दाइ प्रमाणित गर्नु पर्यो। डिप्रेसनमा गइसकेको छु म, डिप्रेसनमा म आत्महत्या गर्न म कतिचोटि प्रयास गरिरहेको छु, म डिप्रेसनमा गइरहेको छु। त्यस्तो नगर्नु होइन। किशोर श्रेष्ठलाई र यो पत्रकार महासङ्घको अध्यक्ष होइन निर्मला शर्मालाई पनि म सोध्न चाहन्छु, यो तपाईँले कहिले प्रमाणित गर्ने, या कि तपाईँले यो प्रमाणित गर्नु पर्यो? तपाईँको बुवाको बारेमा भन्दै हुनु त, बुवा कहिले योभन्दा अगाडि तपाईँको के अरे एउटा समाचार के अरे उपसभामुख र पिएको के अरे के भनेर अवैध भने त्यस्तै खाले एउटा छापियो। त्यसमा चाहिँ एउटा कुनै कसको हो होइन, किशोर श्रेष्ठको छोरी हो कि को हो, त्योसँग मलाई सम्बन्ध राखेर चाहिँ मलाई चाहिँ यो हो भने ठिक छ,
यदि छ भने आजसम्म कुन जिल्ला प्रहरीमा, कुन इलाका प्रहरीमा, कुन थानामा ममाथि कसले किटानी जाहिर दिएको छ होइन? मलाई रेप गर्यो, मलाई बलात्कार गर्यो, मलाई यो गर्यो भनेर कुन चाहिँ जिल्ला प्रहरी, कुन चाहिँ इलाका प्रहरी, कुन चाहिँ थानामा छ त्यो देखाउनु परेन? दर्शकबिन पर्छ किशोर श्रेष्ठले। उहाँ दिपकजङ थापाज्यूले मलाई भन्दै हुनुहुन्थ्यो दाइ मेरो एक्सपायर हुनुभएको छ, त्यसले गर्दा मेरो बुवाले प्रेसर थेक्न नसक्ने भएर होइन त्यहाँबाट ढल्नु भयो, ढलेर केएमसी लग्यो र आइसीमा लग्यो र एक्सपायर भयो। अनि म अहिले पनि हेर्न सक्नुहुन्छ कपाल, मेरो फेसबुकमा गएर हेर्नुहोस् होइन? सबैले भन्नुहुन्छ समाचारकै कारण मेरो बुवा बित्नु भयो, त्यसको क्षति, त्यसको कुन कानुनी प्रावधान छ? एउटा समाचारले यदि मान्छे नै मार्छ भने त्यस्तो समाचार हामी बनाउँदैनौँ, हामी त्यस्तो गर्दैनौँ। म अनुरोध गर्न चाहन्छु, हामी आफै जोखिममा छौँ, हामी आफै टार्गेटमा छौँ, तर उहाँहरूको आँसुको पीडा, मनभित्रको पीडा हामी बुझ्न सक्छौँ। तपाईँको उहाँको चिन्जान कति दिन भयो उपसभामुखज्यूको? धेरै पहिलादेखि उहाँ मेरो रिलेटिभ जस्तो हो, रिलेटिभै हो मेरो त। मैले त बाहिरको हातमा राखी बाँध्नु मेरो रिलेटिभ हो त, अनि मेरो हातमा राखी बाँध्ने हो, भोलिको दिनमा त फेरि बाँध्छ। अनि त्यो मेरो रिलेटिभ हो। मैले कुनै ठाउँमा पार्टीमा हो, मैले पार्टीमा केही कतिपय कुराहरू लुकाएँ होला, समानुपातिकमा हाल्दा त्यतिखेर चाहिँ अब त्यो कोही काम गर्यो होला, कोही काम गर्यो होला, काम नगर्ने मान्छे छाटियो होला होइन? उहाँले त 50जना 100जना केटा मान्छे एक्लै हुँदा त्यसमा त उहाँ सिङ्गल लेडिज आउँदा त त्यतिखेर कसैको आमा, कसैको बहिनी त आएको थिएन मध्य प्रदेशबाट, किन आएको थिएन? त्यहाँनिर प्रश्न उठाउनु पर्दैन त्यसले? यो सबै कुरा भइरहँदा म उहाँको आँसु बुझ्न सक्छु र पीडा बुझ्न सक्छु। साँच्ची नै म यसमा कुनै टिका टिप्पणी गर्न चाहदिनँ, किनभने म एउटा सञ्चारकर्मीको रूपमा के कस्तो जोखिमहरू, के कस्ता चुनौतीहरूको सामना गरेको छु त्यो मलाई थाहा छ। तर पछिल्लो अवस्थामा आफ्नै घर परिवारमा पनि आफूलाई पत्रकार भन्न लज्जित भएको अवस्था छ, किनभने हामी त्यो लेभलमा गइरहेका छौँ। ठोस कानुन आउनु पर्यो हाम्रो लागि, ठोस निर्णय लिनु पर्यो सरकारले हाम्रो लागि। सरकारले गरेको अपनाएको बाटो पनि सही हो भन्दिनँ म यहीँ बसेर भनिरहेको छु, सरकारले अपनाएको बाटो पनि सही हुन सक्दैन, किनभने उहाँको कम्प्युटर, उहाँको अफिसमा छापा हानिएको छ, उहाँको घरमा छापा हानिएको छ। कोही व्यक्ति गलत हुनसक्छ, कुनै संस्था गलत हुन सक्दैन। म सरकारलाई पनि के अनुरोध गर्न चाहन्छु भने सरकार गठन भएको केही दिनमै जति पनि विज्ञापनको कुरामा सरकारले एउटा निर्णय लियो, पत्रकारहरूलाई नै टार्गेट गरेर विज्ञापनहरू बन्द गरियो, सरकारी विज्ञापनहरू, पछि अदालतबाट त्यो निर्णय उल्ट्याइयो। यो सबै गरिरहँदा सरकारले पनि हाम्रो संरक्षण पनि गर्नुपर्छ, हाम्रो नियमन पनि गर्नुपर्छ। हामी राम्रो काम गरिरहेका छौँ भने प्रोत्साहन पनि गर्नुपर्छ, गलत गरिरहेका छौँ भने दायरामा पनि ल्याइदिनुपर्छ। तर यो अवस्थामा तपाईँ सोच्नुहोस्, उहाँको बुवा कुन मानसिक तनावमा झेल्नु भयो होला, कस्तो किसिमको प्रेसर होला छोराको त्यो न्युज हेर्दा। जुन छोरीमाथि पुरै मधेसलाई गर्व थियो, यो देशलाई गर्व थियो, त्यो छोरीको यो समाचार हेर्दा बुवा अझै पनि वैदेशिक रोजगारमा हुन्छ, त्यो बुवालाई कस्तो महसुस भइरहेको होला। एउटा कलमले, हाम्रो कलमले समाजमा ठुलो असर पुर्याउन सक्छ। एकजनाले आत्मदाह गर्दाखेरि हामी हेर्न सकिरहेका थियौँ, कन्टिन्यू आत्मदाहको समाचारहरू आइरहेको थियो। यस्तो उपसभामुख जस्तो ठाउँमा बसे कि एउटा छोरीको यो अवस्था छ भने अन्यको अवस्था के होला? म अरू त धेरै होइन, उपसभामुखज्यू के भन्न चाहनुहुन्छ अहिले सरकारलाई? के म त यति भनिरहेको छु, सरकारले अनुरोध पनि गरिरहेको छु, यो ठाउँमा बस्दाखेरि मलाई यति पीडा भइरहेछ, अरू सानो परिवारको मान्छेलाई कति पीडा होला, सामान्य व्यक्तिलाई कति पीडा होला। किनकि मान्छे महिलाको माथि किन यति टार्गेट गर्छ, पुरुषको माथि किन टार्गेट गर्छ? पर्सनल व्यक्तिगत किन प्रश्न उठाइरहेछ? हस्, म धेरै होइन, यो एकचोटि इन्टरभ्यू हेर्नुहोस्, त्यसपछि तपाईँहरू नै निर्णय लिनुहोस्। यो सबै घटना प्रकरणहरू के हो? जसरी एकजना सञ्चारकर्मी अहिले थुनिएको अवस्था छ, यसमा तपाईँको नाम जोडिएको छ, यो प्रकरण के हो? तपाईँले निवेदन दिएर उहाँलाई थुनाउनु भएको हो कि यो सबै भ्रम हो? होइन, मैले निवेदन दिएको छैन, तर मलाई हिजो के भन्छ जनस्थाले नराम्रो पत्रकारले छाप्नु भएको छ मेरो अनि मेरो दाइको बारेमा, रिलेसनमा मेरो दाइ पर्छ, त्यसको म राखी बानेको छु, अनि त्योसँग जोडेर नराम्रो भिडियो त छैन, फोटो पनि छैन, प्रमाण पनि पुरा छैन, त्यो नराम्रो छाप्न उसलाई अधिकार दिनुभएको छ। एकदमै यहाँ माथि जुन आरोप लाग्यो
कि तपाईँको दाइ हुनुहुन्छ उहाँले तपाईँले उहाँलाई राखी बाँध्नु भएको छ? हजुर, अब फेरि बाँध्छु म राखी। यो दर्शकबिन तपाईँ हामी कल्पना गर्न सक्छौँ, माननीयज्यूले भन्दै हुनुहुन्छ उहाँ मेरो दाइ हुनुहुन्छ र उहाँले मेरो हातमा, मैले उहाँको हातमा राखी बाँध्छु। अर्थात् यहाँहरू बुझ्नुभयो होला, उहाँले यसरी चरित्र हत्या गर्नुपर्ने कारण के त? उहाँको तपाईँसँग कुनै व्यक्तिगत रिसिभी कि के थियो? म त्यसलाई चिनिरहेको छैन, पहिलादेखि पनि चिनिरहेको छैन, मलाई थाहा पनि छैन। तर यस्तो बिचमा के भयो, यो क्याबिनमा अलिकता नराम्रो जस्तो फिल भयो यो मान्छेहरूको, सचिवालयको मान्छेहरूलाई कि। अनि त्यो बेलामा यो उपसभामुखको केबिनमा झन्डै हानाहान भयो, त्यो पनि गल्ती छ। त्यसै केही पनि भएको छैन यता। अनि एउटा के भन्छ, उनीहरू डिस्कस गरिरहेको थियो। अनि म भने तपाईँहरू यताबाट जानु, म यता नहल्ला गरौँ, अरू मिटिङ छ। अनि म यताबाट भन्नु, उनीहरूलाई भनेको, जानको लागि भनेको। यो तपाईँको पार्टीभित्रैबाट पनि द्वन्द्वहरू छ। म जानकारी गराउँ, जसरी उहाँले पार्टीको निर्णय विपरीत एउटा निर्णय लिनुभएको थियो, सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रकरणमा उहाँले आफ्नै पार्टीको विरुद्धमा निर्णय लिनुभएको थियो र तत्कालीन प्रधान न्यायाधीशको नाममा, मनोज शर्माजीको नाममा उहाँले सहमति जनाउनु भएको थियो। त्यसपछि पार्टीभित्रैबाट पनि उहाँलाई विभिन्न खालका दबावहरू आइरहेको कुराहरू पनि हामीले जानकारी पाएका थियौँ। के यो कुरा साँचो हो? साँचो छ। के भएको थियो त्यो प्रकरणमा, अलिकति बताउनुहोस् न। मलाई पार्टीबाट मान्छेहरू दबाब पनि गरेको, के भन्छ भोइस पठाएको, अनि पार्टीको मान्छेहरू मलाई धम्क्याएर फेसबुकमा अनि व्हाट्सएपमा मलाई धम्की र अनि म्यासेज गरेको छ। अहिले पनि म हेराइदिन्छु त्यो मान्छे। मलाई एकचोटि त्यो मेसेज पनि एकछिन दर्शकबिन तपाईँ कल्पना मात्रै गर्नुहोस्, यो देशको उपसभामुखज्यूलाई मेसेज मार्फत फोन गरेर, फोनमा व्हाट्सएपमा हामीले अडियो सुनेका छौँ, उहाँलाई धम्की दिइरहेको छ, तपाईँको चरित्र हत्या गरिदिन्छौँ यदि तपाईँले हाम्रो बोलेका कुराहरू सुन्नु भएन भने। त्यो पनि उहाँ जुन पार्टीमा हुनुहुन्थ्यो त्यही पार्टीका नेता कार्यकर्ताद्वारा। अब तपाईँ कल्पना मात्रै गर्नुहोस्, आज म त्यो भोइस रेकर्ड, म नाम त लिँदिनँ, यस विषयमा छानबिन भएर त्यो व्यक्तिलाई कानुनी दायरामा ल्याउनुहुन्छ भन्ने अहिलेको सरकारसँग अपेक्षा छ र त्यो म देखाउन चाहिरहेको छु। आज हामी देखाउँछौँ कसरी एकजना उपसभामुखज्यू आफै पीडामा पर्नुभएको छ, उहाँ कसरी टार्गेट हुँदै हुनुहुन्छ, यो विषयहरूमा एकचोटि त्यो र हामी देखाउँछौँ उपसभामुख रुबी ठाकुरज्यूलाई कसरी फोनमा, व्हाट्सएपमा भोइस रेकर्ड गरेर उहाँलाई धम्क्याइएको अवस्था छ। र म यो आवाज सुनाउँ, म उहाँको नाम लिँदिनँ, यो व्यक्तिलाई कारबाहीको माग गर्दछु सरकारसँग। हामी सञ्चारकर्मी सत्य तथ्य निष्पक्ष पत्रकारितामा विश्वास राख्छौँ। यद्यपि यो पत्रकारिता गरिरहँदा हामीले आज थाहा पाउँदैछौँ उपसभामुख जस्तो पदमा बसेर पनि टार्गेटमा पर्न सकिन्छ, मिडिया ट्रायलमा पर्न सकिन्छ। यो आवाज, यो म सानो यो आवाज एउटा म तपाईँहरूको बिचमा राख्न गइरहेको छु, यो आवाज सुन्नुहोस्। तपाईँ मेरो घर आउनु भएछ, कति लेखौँ, थोरै मेसेज पनि गरिदियो, सुन्नु होला। मेरो घर कोठाको छैन, तर यो घराडी जहाँ छ नि, आधा मात्रै बेचिदियो भने दीपक जङको पुरा परिवारको किडनी फफडा गुर्दा समेत खरिद्न सकिन्छ मैले, भन्नुभयो नि। यो 5 लाख 7 लाखको धुड यो जग्गा बिक्छ क्या। सँगै हुँदाखेरि मान्छेले अरूलाई पनि खान्छ, आफू पनि खान्छ, अरूलाई पनि खुवाउँछ, साथीमा सबै चल्छ। तर यो कुराहरू सोसियल मिडियामा आउन लाग्यो होइन। अब यसको लागि के हुन्छ गर्दै जाओस् उसले होइन। म त फेरि एकचोटि अहिले म बिर्सेर आयो, सबै कुरा भयो, मिल्यो, फेरि मेरो दिमाग तात्यो भने अब पार्टी कता हो, म कता हो, तपाईँ कता हो, दीपक कता हो, भत्राङ भुत्रुङ हुन्छ नि। त्यसपछि सबैलाई फेरि दिमाग ठेगानामा आउँछ के। बेलैमा सचेत हुन फेरि पनि आग्रह गर्छु, तपाईँको माध्यमबाट जानकारी गराइदियो। त्यो बलात्कारीलाई त मैले फोन गर्दैन, मेसेज गर्दैन, तर भोलि त्यस्तै पर्यो भने 2-4 जना अझै महिला छन्, कति उसले मलाई झुटो बनाउन सक्छ आफ्नो गल्ती लुकाउनको लागि। त्यो सब मैले
डाटाहरू कलेक्ट गरेर राखेको छु। ठिकै छ। अब यहाँ एउटा मेसेज पनि लेखिएको छ, यसको परिणाम भोलिको दिनमा नराम्रो हुन सक्छ, त्यो भएर बेलैमै सचेत गराउन खोजेको। आज एउटा केटी मैले अगाडि उभ्याइदिएको अनि भोलि फेरि 4वटा महिलाहरूसँग आइदिए भने अनि दिपक जङ भनेको तपाईँको दाइ, तपाईँको सचिवालय रिलेसनमा दाइ हुन्छ। राखे पनि भन्छु म। अनि अब यो सबै उहाँसँग उहाँको के रिसिभी छ, यो किन भइरहेको छ यस्तो किसिमको? उहाँको पहिलादेखि अब के भन्छ पहिलादेखि चिनजान थियो, तर के भन्छ यो चुनावको बेलामा उनीहरू सँगै बसेको खानपिन गरिरहेको थियो। अनि उनीहरूको के चाहना पनि छ मलाई मतलब छैन, उनीहरूको के पनि दुश्मनी छ मलाई मतलब छैन, त्यसमा मलाई घसेटिरहेछ। उनीहरूको का नाम यो समानुपातिक पद छ नि, म उता दिएन, एउटा मात्रै सिट दिनुभएको छ नि मधेसीको, त्यसमा मेरो नाम पर्यो। म पनि जबरजस्ती गरेको छैन, त्यो मलाई हाल्नु म पनि जबरजस्ती गरेको छैन। तर पार्टीबाट मलाई राख्नु भएको ठिकै छ, त म आफ्नो जिम्मेवारी राम्रो निर्वाह गरेँ। अनि उनीहरूको चाहना थियो मेरो नाम आउनुपर्ने, म कराचाप पनि गरेको छैन, मेरै नाम राख्नु त्यहाँ यो समानुपातिकमा। अनि उनीहरूको रिसले मलाई दिपक दाइसँग जोडेर यस्तो चरित्र हत्या गरिदिनु भयो। ठिक छ, यहाँ म अनुरोध गर्न चाहन्छु, हामी सञ्चारकर्मी पनि केही कुरामा भगवान बन्न थाल्छौँ। म अनुरोध गर्न चाहन्छु, कुनै समाचार बजाउनु भन्दा हामी आजभोलि हेर्छौँ कसको के भयो, पारिवारिक कुराहरूलाई हामीले हेडलाइन बनाउँछौँ। यो समाजको एउटा भनौँ न बाटो देखाउने जिम्मेवार निकाय हामी छौँ, तर हामीले के गर्छौँ, कसको परिवारमा के भयो, कसको घरमा के पाक्यो, कोसँग घुमिरहेको छ, यति फुर्सतिलो छौँ हामी सञ्चारकर्मी। देशमा यति धेरै समाचारहरू छ, यति धेरै समस्याहरू छ, जुन एउटा हाम्रो प्रयासले सरकारलाई हामी ध्यान आकर्षण गराएर त्यो समस्याको समाधानतिर लैजान सक्छौँ। तर यहाँ उल्टो भइरहेको छ। यहाँ हामी के गरिरहेका छौँ भने, हुन त म एउटा सञ्चारकर्मी, हामी न्युजको पछाडि भागिरहेका छौँ कि भ्युजको पछाडि? हाम्रो समाज पनि कतातिर गइरहेको छ भने पोजिटिभ समाचारलाई एकदमै कम प्राथमिकता दिन्छ, नेगेटिभ कुरालाई चाहिँ एकदमै धेरै प्राथमिकता दिएर यो समाजमा सबैको मन मस्तिष्कमा एक किसिमको नकारात्मक सोच, नकारात्मक समाचार, फेसबुक खोल्यो त्यही, युट्युब खोल्यो त्यही, टिकटक खोल्यो त्यही। म अनुरोध गर्न चाहन्छु सम्पूर्णलाई, म आफूलाई पनि भन्न चाहन्छु, यो विषयमा हामी संवेदनशील हौँ। र अदालतको जुन निर्णय तपाईँहरूले गर्नुभयो त्यसपछि यो आक्रमणहरू सुरु भएको पार्टीबाट त्यो बेलादेखि भइरहेछ। आधार चाहिँ त्यहाँबाट सुरुवात भयो? हजुर, त्यो बेलाबाट भइरहेछ अहिले पनि। अनि त्यो पार्टीको सबै मान्छे त्यस्तो त छैन, अध्यक्षजी त्यस्तो त छैन, त्यसलाई केही पनि थाहा छैन। यो 2-4 जना छ नि, यिनीहरू गरिरहेछ यस्तो। अध्यक्षज्यू भन्नाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङज्यू तपाईँप्रति सकारात्मक हुनुहुन्छ? हजुर हजुर, राम्रो हुनुहुन्छ। उहाँ त हाम्रै अन्तर्वार्तामा पनि भन्नुभएको छ, मधेसलाई मैले गिफ्ट गरेको छु। हजुर, म पहिले पनि भगवान मानिरहेको थियो, अहिले पनि भगवान मानिरहेको छु, किनकि उनीको कारण म यो राजनीतिमा पहिला टेकेको छु। अहिले पनि हर्क साम्पाङज्यूलाई पहिला पनि तपाईँ भगवानको स्थानमा राख्नु भएको थियो, अहिले पनि भगवान मान्नु भएको छ। अनि यो सबै कुरा अध्यक्षज्यूलाई तपाईँले भन्नु? मैले भनेको त छैन। मलाई फोन, म जनकपुर जाँदाखेरि मेरो पदले पोस्ट गर्न मिल्दैन, किनकि उनीहरूको पदीय मर्यादा हुन्छ। पदीय मर्यादा भएपछि म पोस्ट गर्न मिल्दैन। अनि उनीहरूको पार्टीको मान्छेहरू मलाई धेरै दबाब दिनुभएको छ, तपाईँको जिल्लामा गएछ, यस्तो भयो उस्ता भयो। मेरो पदीय मर्यादालाई म पोस्ट गर्न बाध्यता भए, म त्यसको लागि म सरी भनेर आएको थिएँ। म अध्यक्षजीलाई 3 चोटि म कल गरेको थिएँ, तर उठाउनु भएको छैन। अध्यक्षज्यूले फोन उठाउनु भएको छैन? हजुर। अनि अहिले जुन प्रकरण आइरहेको छ, यहाँको नाम जोडेर पत्रकार किशोर श्रेष्ठलाई जुन पक्राउ गरिएको छ, उपसभामुखज्यूको ठाडो आदेश अथवा ठाडो उजुरीमाथि त्यो पहल भएको छ, योमा सत्यता हो कि यो भ्रम हो? सत्यता हो। म अहिले निवेदन त हालेको छैन, प्रेस काउन्सिल। अनि तपाईँले प्रेस काउन्सिलमा निवेदन हाल्नुभयो? प्रेस काउन्सिल त हामी पनि बुझ्छौँ, प्रेस काउन्सिलमा हालेको निवेदनमा प्रहरीले कसरी पक्राउ गर्यो त? एउटा बहिनीको चरित्र हत्या गरेको छ, त्यो बहिनीले राख्नु भएको छ, त्यसको माथि दर्ता गरेको अनि गरेको छ नि, त्यसको कारणले उसलाई गिरफ्तार गरेको छ। अनि म त फेरि हाल्छु त्यसको माथि, म छोड्दिनँ, किनकि धेरै
महिलाहरू दिदीबहिनीहरूलाई चलित्र हत्या गरेको छ। पत्रकारको नाममा धब्बा छ, अरू पत्रकारको लागि उनीहरूको पनि नाम बदनाम गरिदिन्छ नि। त्यो पत्रकारको नाममा धब्बा छ नि, अरू पत्रकारलाई नाम बदनाम गरेर यस्तो पनि पत्रकार हुन्छ, अरू पनि राम्रो राम्रो पत्रकार छ नि। होइन, पत्रकारिता आफैमा एउटा जोखिमपूर्ण पेसा हो। पत्रकारले गलत गर्यो भने, हामीले कुनै गल्ती कमी कमजोरी गर्यो भने निकायहरू छ, सम्बन्धित ठाउँहरूमा हामी आफ्नो कुराहरू राख्न सक्छौँ। तर यदि प्रहरीले समाचारमा कुनै चित्त बुझेन भने, कुनै किसिमको कमी कमजोरी भयो भने प्रेस काउन्सिल छ, विभिन्न निकायहरू छ, अनि त्यो सबै हुँदाहुँदै यदि प्रहरीले नै हामीलाई पक्राउ गर्न थाल्यो भने हामी पत्रकारिता कसरी गर्ने? होइन, हजुरहरूलाई त किन पकड्ने? तपाईँहरू त देशको ऐना हुनुहुन्छ, सबैलाई ऐना देखाउनको लागि गर्नु। तपाईँहरू पत्रकार गर्नु, तर साँच्ची कुरा गर्नु न, साँच्ची पोस्ट गर्नु, हामीहरूलाई देखाउनु यो प्रमाण छ, त्यसो आधारमा गर्नु। प्रमाण र आधारको दायरामा बसेर पत्रकारिता गर्ने अथवा समाचार बनाउनु, त्यो कुरामा त हामी पनि ढुक्क छौँ। हजुर, तर यहाँको विषयमा जुन आरोपहरू लगाइयो तथ्यहीन आरोपहरू हो, यसमा चाहिँ कुनै किसिमको तथ्य छैन। यस विषयमा तपाईँले गृहमन्त्रीज्यूसँग के कुरा गर्नुभयो? म गृहमन्त्रीज्यूसँग कुरा गरेँ, यस्तो न्युज छापिदिनु भएको छ, भोलिको दिनमा नराम्रो पनि हुन्छ। कति चेलीबेटी पनि यहाँ आत्महत्या गरेको छ। यसलाई पहिला शिरीषा कार्की थियो नि, त्यो पनि पत्रकारको त्यही जनस्थाको कारणले आत्महत्या गरेको छ नि। होइन, अब त्यो त अब यहाँहरूले हामी भन्दा पनि कानुनले बढी जान्छ। तर हो, गलत समाचार चाहिँ एउटा समाचारले समाजलाई धेरै कुरा असर पारिदिन्छ। दर्शकबिन, हामी बडो संवेदनशील हुन्छौँ। एउटा जसरी यो अन्तर्वार्ता लिइरहँदा, अब यो अन्तर्वार्तालाई म 3 चोटि हेर्छु, हाम्रो टिमले हेर्छ, अनि त्यसपछि हामी पब्लिस गर्छौँ। कुनै शब्दले समाजमा कस्तो असर पर्छ, हाम्रो एउटा शब्दले समाजलाई कतातिर लैजान्छ, सरकारलाई हामी कसरी आलोचना होइन कि हामी सरकारलाई पनि सचेत कसरी गराउन सक्छौँ, एउटा जिम्मेवार पत्रकारको त्यो भूमिका हुन्छ। अब तपाईँ फर्दर यस विषयमा चाहिँ के गर्दै हुनुहुन्छ? अब के गर्नुहुन्छ यस विषयमा? यो ठिकै छ, निष्पक्ष यो घटनामा निष्पक्ष छानबिन। हजुर, दोषीमाथि कारबाही। हजुर, दोषीमाथि कारबाही। अहिले जुन प्रकारले किशोर श्रेष्ठजीको पक्राउ गरिएको छ, यो विभिन्न सङ्घ संस्थाले आपत्ति जनाएको छ उपसभामुखज्यू, कि यो स्वतन्त्र पत्रकारितामाथिको आक्रमण भयो। राज्यले नै यसरी एउटा पत्रकारलाई थुन्न सक्ने अवस्थामा पुग्यो भने पत्रकारहरूले पत्रकारिता कसरी गर्ने, के भन्न चाहनुहुन्छ त्यो विषयमा? यसको विषयमा भन्न चाहन्छु, तपाईँहरू राम्रो कामले पत्रकार गरिरहेको छ, तपाईँहरू ऐना हो, सबैको ऐना देखाउनको लागि। तर राम्रो तथ्य सत्यलाई गर्नु, पुगाएर गर्नु, प्रमाण पुगाएर गर्नु। अनि तपाईँहरूलाई म अनुरोध पनि गरिरहेको छु, कसै चेलीबेटीको यस्तो नराम्रो भिडियोहरू अनि एआई भिडियोहरू बनाएर नपोस्ट गर्नु, किनकि तपाईँको कारण यो जनस्थाको कारण सबै पत्रकारमाथि प्रश्न उठिरहेछ। किनकि तपाईँहरूको जनस्थाको कारण पत्रकारहरूलाई प्रश्न गरिरहेछ नि। त्यही भएर म तपाईँहरूलाई अनुरोध पनि गरिरहेको छु, पत्रकार जति दाजुभाइ बहिनी हुनुहुन्छ, म अनुरोध पनि गरिरहेको छु, तपाईँहरू ऐना देखाएर भन्नु, राम्रो काम गर्नुहुन्छ, तपाईँहरू राम्रो छ, देशको गौरव हुनुहुन्छ। तपाईँहरू भोलिको दिनमा अरू चेलीबेटी भन्नुभएको पनि चरित्र हत्या नगर्नु बाध्यता बनाउनु, म यति अनुरोध गरिरहेको छु। अरूको कारणले चरित्र हत्या गर्न बाध्यता नबनाउनु। यो बहिनीको कारणदेखि बहिनीको अनुहार पनि हेर्न यति दुःख लागिरहेछ। भोलि पनि मलाई हिजो पनि यति तनाव भयो नि, म एकछिनमा यति तनाव भयो नि, साँच्चीमा भनिरहेछु, मर्न जस्तो बाध्यता म आफ्नै म हेरेर म आफ्नै सम्हाल्न सकिरहेको थिएन। तपाईँ सोच्नुहोस्, एकजना उपसभामुख, मधेसकी छोरी, यो देशकी छोरी, एउटा समाचारको कारणले, सामाजिक सञ्जालको कारणले आत्महत्या गर्न बाध्य हुन्छन्, अनि हामी भन्छौँ हामी वाउ ग्रेट जर्नलिस्ट, हामी आफूलाई ठुलै पत्रकार ठान्छौँ। यति तल्लो स्तरमा काम गरेर आफूमाथि गर्व लागिरह होला। यो भनिरहँदा पत्रकारिताको बारेमा म आफै स्वतन्त्र रूपमा पत्रकारिता गर्छु, के कस्ता चुनौतीहरू, के कस्ता जोखिमहरू छन्
यसका फेरि छुट्टै पाटो छन्। तर म अनुरोध के गर्न चाहन्छु भने उहाँसँग म धेरै चिनजान छैन, यो मेरो दोस्रो अन्तर्वार्ता, दोस्रो भेटघाट पनि हो उहाँसँग। योभन्दा अगाडि मेरो भेटघाट छैन उहाँसँग। तर यो उहाँले जुन कुराहरू गर्नुभयो एकछिन अगाडि हामी अफ द क्यामेरा कुरा गरेका थियौँ, उहाँले भन्नुभयो दाइ मलाई त त्यो न्युजहरू हेरेर साँच्ची नै आत्महत्या नै गरौँ कि जस्तो लाग्यो। तपाईँ कल्पना गर्नुहोस्, उहाँ एउटा पदमा हुनुहुन्छ, यो देशको सम्मानित पदमा हुनुहुन्छ र उहाँले यो बोल्नुभयो भने आम नागरिकहरूको अवस्था के होला, यो देशको नागरिकहरूको, यो देशको दिदीबहिनीहरूको अवस्था के होला। अनि हामी सञ्चारकर्मी हेडलाइन बनाइदिन्छौँ। ल उहाँले जसको बारेमा भन्दै हुनुहुन्छ त्यो व्यक्ति अहिले यहीँ हुनुहुन्छ, उहाँ यहीँ बस्नुभएको छ। सत्य तथ्य प्रमाणसहितको समाचार बचाउने कि फोटोकै भरमा। अब यो अन्तर्वार्ता लिइरहेको छु, उहाँको छेउमा म बसेको छु, यही फोटोलाई के हेडलाइन बनाउने? अब यसरी बाटोमा घुमिरहँदा कयौँ भाइ बहिनीहरू हामीसँग फोटो लिन्छन्, अनि त्यो फोटोकै भरमा हामी हेडलाइन बनाइदिने एउटा समाज। अनि हाम्रो समाज पनि कस्तो, हामी पत्याइहाल्छौँ, जुन कुरा पनि पत्याइहाल्छौँ। म अनुरोध गर्न चाहन्छु, अहिले एआईको जमाना आइसकेको छ, आइटीको जमानामा विभिन्न खालको तपाईँकै फोटो तपाईँकै भिडियो यसरी बनाउन सकिन्छ कि कसैले विश्वासै गर्न सक्दैन यो फेक हो कि रियल हो। हामी देखिरहेका छौँ, हामी यो सेक्टरमा काम गरिरहेका छौँ, कयौँ यस्तो मान्छेहरू भेट्छन्, मेरै कयौँ फोटोहरू यसरी म अहिले यो टी सर्ट लगाएको छु, मलाई कोट लगाइदिन सक्छ। मेरो छेउमा अब कसलाई भनौँ, अमेरिकाको राष्ट्रपति ट्रम्पलाई बसाइदिन सक्छ। यता ट्रम्पलाई राख्छन्, यता मोदीलाई राखिदिन्छन्, बिचमा बालेन शाहलाई राखिदिन्छन्। अनि म अनुरोध गर्न चाहन्छु, कयौँ फोटोहरू त यस्तो हुन्छ कि मेरै घरको पनि बुवा आमाले मलाई सोध्नुहुन्छ यस्तो समाचार आइरहेको छ। अब म उहाँको छोरा पत्रकार, म अनि मेरो बुवा आमाले टिकटकमाथि विश्वास गरिहाल्नुहुन्छ भनेपछि अन्यको अवस्था के होला? म अनुरोध गर्न चाहन्छु, कुनै पनि समाचारमा आँखा चिम्लेर विश्वास नगरिदिनुहोस्। र पत्रकार साथीहरूलाई, सञ्चारगृहहरूलाई पनि भन्न चाहन्छु, हो हामीमाथि आक्रमण भइरहेको छ, त्यसको हामी प्रतिकार गर्छौँ, गलतलाई गलत र सहीलाई सही भन्ने प्रयास पनि गर्छौँ। तर हामी पनि जिम्मेवार बनौँ, हामी पनि जिम्मेवार बन्नौँ। र सम्बन्धित निकायलाई पनि, प्रेस काउन्सिललाई पनि अनुरोध गर्न चाहन्छु, यस्ता किसिमको मिडिया यदि कसैले गलत गरे, हामीले गलत गरेका छौँ भने सबभन्दा पहिला हामीलाई कारबाहीको दायरामा ल्याइदिनुहोस्। किनभने काम गर्दाखेरि तलमाथि हुन्छ, मिस्टेक हुनसक्छ सहमुखज्यू, हामीबाट पनि सहमुखज्यू मिस्टेक हुनसक्छ, काम गर्दाखेरि बोल्दाखेरि कुनै शब्द निस्के, तर हाम्रो इन्टेन्सन त्यो कहिले पनि कदापि गलत हुँदैन। काम गर्ने मान्छे नै मिस्टेक गर्न सक्छ, तर इन्टेन्सन बोकेर यदि म गलत समाचार जनतालाई भ्रममा पार्ने खालको काम गरिरहेको छु भने सबै जो कोही पनि, पत्रकार मात्रै होइन, जो कोही पनि कारबाहीको दायरामा ल्याइदिनु पर्यो। र अहिलेको सरकारसँग त्यति अपेक्षा जनताले पनि गरेका छन्। हस्त, धन्यवाद।